नेपाल प्रहरी आउनु भएको छ, सल्युट छ तपाईँलाई। किन पनि सल्युट गरेको भन्दा आफ्नो बुवाको लागि खटिया किन्नको लागि, यहाँ त खटिया भन्छन्, हामीले चाहिँ खाट भन्छौँ, खाट किन्नको लागि आउनु भएको छ। प्योर सालको साँझमा बत्ती बोलेको बेला आएको कारणले गर्दाखेरि उहाँलाई फ्याक्ट्रीमा पर्ने कस्ट भन्दा पनि छोराले बुवालाई गिफ्ट दिनु लागेको भएर मेरो पनि 2-4 हजार रुपियाँ त्यसमा गिफ्ट हुने गरेर फ्याक्ट्री कस्ट भन्दा लोवर रूपमा दिएको छु। बुवा पनि बहुत खुसी हुनुभयो। खुसी हुनुहुन्छ नि बुवा? तपाईँको पनि त सालको बेडमा त हेर्नु, साल रुखमा आउने बेला 100 वर्ष, ढलेसिनी 100 वर्ष टिक्छ भन्छन्। तपाईँको जिन्दगी जाने भयो, छोराको जिन्दगी जाने खालको खाट स्वभावले दिँदैछ जान्छ। कस्तो लाग्यो त यति धेरै फुटबल गराउनु जत्रो स्वभाव देख्दाखेरि? धेरै खुसी लाग्यो। यो सुदूरपश्चिममा यस्तो देख्नु भएको थियो त कतै? कहिले देखाएको थिएन त। अनि तपाईँलाई नि पहिलेदेखि भिडियो हेर्नु हुँदो रहेछ, कस्तो लाग्यो स्वभाव? एकदम फ्यान हो सर। म पहिलादेखि हजुरको भिडियोहरू हेर्थेँ। एउटा पलङ लिने सोचेँ, अरू ठाउँमा लिनुभन्दा एकचोटि अब स्वभावलाई नै दिउँ न एकचोटि चान्स कस्तो हुन्छ त्यहाँको मेटेरियल भनेर। ल यहाँको मेटेरियल सामान अनि डिस्काउन्ट कस्तो लाग्यो? एकदम डिस्काउन्ट पनि हजुरले हामीलाई डिस्काउन्ट दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। हजुर। अब अरू पनि तपाईँहरू कोही आउनुहुन्छ भने एकदम सोफाहरूलाई माया गरेर एकचोटि सोफा अब यहाँ ठ्याक्क अत्तरी। यो सोफा हाब धनगढी नाम छ, तर धनगढी रोड पनि होइन, धनगढी पनि होइन क्या, अत्तरिया चोक लोटस गल्ली भित्र अत्तरिया हस्पिटल पछाडि यो ठ्याक्क आउनु होला। र तपाईँहरूले अनलाइनको स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएपमा भिडियो कल गरेर पनि तपाईँले सामान हेरेर अर्डर गर्नु होला। यहाँ जस्तो सामान क्वालिटीको देख्नुहुन्छ भिडियोमा ठ्याक्कै त्यस्तै क्वालिटीको सामान पाउनुहुन्छ। र हामीले बिल पठाउँछौँ तपाईँको घरमा, होम डेलिभरी सुती तपाईँले अर्डर गर्नुहुन्छ, होम डेलिभरी घरमै गरिदिन्छौँ। घरमा मन परेन भने एउटा सोफाको 10 वर्ष त ग्यारेन्टी दिइरहेछ भने तपाईँले त्यो सोफा फिर्ता गरेर फेरि अर्को सोफा लग्नु होला, अथवा फर्निचरका सामानहरू मन परेन फर्काउन सक्नुहुन्छ। विदेश हुनुहुन्छ बा आमाको लागि किनिदिँदै हुनुहुन्छ भने पनि तपाईँले अनलाइनबाट गर्न सक्नुहुन्छ। तपाईँ चाहिँ नेपाल प्रहरी कहाँ छ हजुरको पोस्टिङ? म अहिले मोइननगर बेलडाँडी छु सर। पोइन्टनगरबाट आउनले अझ हामीले प्राथमिकताका साथ तपाईँहरूलाई हेरिरहेका छौँ। र टिकापुरबाट आउँदै हुनुहुन्छ भने त्यस्तै घोडाघोडी नगरपालिका अथवा लम्की तपाईँ जहाँबाट आउँदै हुनुहुन्छ तपाईँलाई हामीले विशेष रूपले हामीले डिस्काउन्टका साथमा सामान दिनेछौँ। सोफा धनगढी अत्तरिया चोक लोटस गल्ली पछाडि है, धनगढी रोड पनि होइन, धनगढी पनि होइन, नाम मात्र धनगढी हो, तर जीवन पाण्डेको सोफा तथा फर्निचरको फ्याक्ट्री सोरुम अत्तरिया चोकमा छ, त्यहाँ आउनु होला।